हेलो साथीहरू, फेरि पनि स्वागत छ तपाईलाई मेरो अर्को ब्लगमा। आज चाहिँ हामी बिहान कहीँ जानका लागि रेडी भएको छौँ। आमा छोरा बिहान 4 बजी उठेर म रेडी भएँ। त्यहाँबाट 5 साढे 5 भएको थियो होला घरबाट हिँड्दा। अनि बाहिरको भ्यूको इन्जोय गर्दै गर्दै सनराइज हेर्दै हेर्दै हामी जाँदै थियौँ। एकछिन पर पुगेपछि त बाबु पनि निदाइहाल्यो। अनि उसलाई मजाले मैले पिलोहरू लिएर गएको थिएँ, मजाले सिटमा सुताइदिएँ। अनि आफू चाहिँ बाहिरको भ्यू इन्जोय गर्दै गर्दै गएँ। अनि हेर्नुहोस् न कति मजाले सुतिरहेको छ आरामले। ऊ सुत्यो भने त मलाई पनि आराम, उसलाई पनि आराम। अनि चाहिँ हामी, तपाईँले यो देखेर त चिनिहाल्नुभयो होला हामी कहाँ गएको। हामी चाहिँ गएको थियौँ दार्जिलिङतर्फ लागेको थियौँ। दार्जिलिङ जाँदा जाँदै अन्त कालीझोडा मन्दिर परेर चाहिँ सिर्ता गरेर जाउँ न भनेर चाहिँ हामी कालीझोडा मन्दिर पस्यौँ। कालीझोडा मन्दिरमा चाहिँ सिर्ताहरू गरेर यसो राज्यको दर्शनहरू गरेर अनि चाहिँ हामी त्यहाँबाट निस्क्यौँ। भनेको चाहिँ दार्जिलिङतर्फ। बाटोको भ्यू हेर्नुहोस् न, यति दामी। बिहान 9:30 भएको थियो होला। यो यस्तो बेसी हुस्से लागेको, यहीँको त्यहीँ पनि केही नदेखिने भगवान्। तर मलाई धेरै बेसी इन्जोय लागिरहेको थियो। हामी चाहिँ अब गर्मी जग्गामा बसेको मान्छे, यो चिसो पाउँदा त कति धेरै मजा आइरहेको थियो मलाई। तर यो मजा चाहिँ एकछिनमा अगाडि गएर चाहिँ सजा भएको थियो। यस्तो बेसी ट्राफिक अहिले दार्जिलिङमा। यो चाहिँ 3 माइल हो। हामी यहीँबाट ट्राफिकमा फसेको थियौँ। अलमोस्ट 4-5 आवर्स चाहिँ हामी ट्राफिकमा फसेको थियौँ। कि मलाई अब चाहिँ दार्जिलिङको नाम सुन्यो भने चाहिँ म जिन्दगी जाँदिनँ जस्तै भइरहेछ क्या। अनि भ्यूको अब हल्का अब ट्राफिकमा फसे पनि भ्यूको इन्जोय त गऱ्यौँ। यसो भिडियोहरू बनाएँ त्यहाँ बसेर। भाइलाई पनि एकछिन हँसाएँ, आफू पनि इन्जोय गर्दै नानीलाई पनि इन्जोय गराउँदै। अनि चाहिँ यहाँ फुल पहाडमा जे नै राम्रो, अब के भन्नु, जे देखो त्यही राम्रो। यो चाहिँ हो तपाईँको घुम स्टेसनबाट देखिएको टोय ट्रेन, दार्जिलिङको टोय ट्रेन। अनि बाटोको फुलहरू हेर्दै कस्तो दामी फुल। यो फुलहरू देखेर चाहिँ मलाई यति धेरै आनन्द लागेको चाहिँ यस ट्राफिकमा फस्यो भने यति राम्रो राम्रो चिजहरू देख्यौँ। तर यति बेसी ट्राफिक चाहिँ अहिलेको जो पनि तपाईँहरू दार्जिलिङहरू चाहिँ ट्राभल गर्नुहुन्छ भने चाहिँ अभोइड नै गर्नु होला। अनि चाहिँ हामी त्यहाँ पुग्यौँ टकबक भन्ने दार्जिलिङको प्रणामी मन्दिर, जुन चाहिँ जोरथाङको बाटोमा पर्दो रहेछ। त्यहाँबाट चाहिँ पुगेर हामी राज्य सिर्ताहरू गरेर अनि आरतीहरू गरेर हामीहरूले त्यहाँ खानासाना खाएर चाहिँ हामी त्यहाँबाट निस्क्यौँ। किनकि हामी बिहान 5:30 बजी हिँडेको होला, तर हामी 3 o'clock चाहिँ हामी पुगेको थियौँ त्यहाँ। यति धेरै बेसी ट्राफिक, अलमोस्ट 4-5 आवर्स चाहिँ हामी ट्राफिकमा फस्यौँ। यति बेसी इरिटेट भएको थियौँ। अनि हेर्नुहोस् न कति सानो बोटमा आलु परिरहेको रहेछ यो आलु। अनि यो चाहिँ रहेछ तपाईँको 250 साल पुराना गाछ। यो गाछ देखेर म त छक्क परेँ, भगवान् यत्रो पुरानो पनि गाछ हुन्छ र भनेर। कस्तो राम्रो रहेछ। अनि चाहिँ त्यहाँ जोरथाङको चाहिँ हामीले भ्यू इन्जोय गऱ्यौँ मजाले एकछिन त्यहाँ पर्खेर। अनि हामी चाहिँ अब त्यताको ट्राफिक छ दार्जिलिङको बाटो, हामी जोरथाङकै बाटो सिक्किम भएर 30 किलोमिटर एक्स्ट्रा चाहिँ हामी आयौँ। तर हामीसित के भयो भन्दाखेरि चाहिँ हामी जसरी पनि सायद ट्राफिकमा फस्नु थियो, आउँदा पनि बाघपुलमा चाहिँ ल्यान्डस्लाइड भएर अलमोस्ट हामी त्यहाँ पनि 3-4 आवर्स चाहिँ ट्राफिकको जाममा फस्यौँ। यस्तो बेसी ट्राफिक कि प्लिज अहिले तपाईँहरू जो पनि ट्राभल गर्नुहुँदैछ भने चाहिँ अब